ख्वाइल भनेको फलफुल, साक्वा भनेको स्याउ, साक्वा भनेको माफी, ख्वान्गे भनेको सम्बन्ध, ख्वासोक भनेको ओभर स्पिड, ख्वाजा भनेको कुकिज, ख्वाहाक भनेको विज्ञान, ह्वाङ्सा भनेको धुलोको कण, ह्वामेन भनेको स्क्रिन, मानह्वा भनेको एनिमेसन, ह्वा भनेको रिस, मुन्हा भनेको संस्कृति, ह्वाबुन भनेको गमला, ह्वान्जा भनेको बिरामी, ह्वान्जे भनेको आगलागी, थेउहा भनेको संवाद, ह्वाजाङहादा भनेको मेकअप गर्नु, ह्वाजाङफुम भनेको मेकअप सामग्री, ह्वाजाङसिल भनेको शौचालय, ह्युजी भनेको टोयलेट पेपर, ह्वाजाङजी भनेको टोयलेट पेपर, ह्वागा भनेको चित्रकार, थोसगवान भनेको पुस्तकालय, थेसागवान भनेको राजदूतावास, साजिङगवान भनेको फोटो स्टुडियो, यङहागन भनेको फिल्म हल, छनुहा भनेको फोन, छनहुहादा भनेको फोन गर्नु, छनहुहागी भनेको फोनको सेट, वाङ भनेको राजा, वाङबी भनेको रानी, यवाङ भनेको रानी।